हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। के छ, सन्चै हुनुहुन्छ होला है। म पनि एकदम ठिकठाक छु। आज पनि हजुरहरूको लागि फेरि नयाँ भिडियो लिएर आइसकेको छु। सर्वप्रथम हजुरहरू सम्पूर्णलाई चाहिँ नववर्ष 2083 सालको धेरै धेरै शुभकामना छ है। जहाँ रहनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला है। अबको दिनहरूमा हजुरको जिन्दगीमा सफलता मिलोस् है। आगामी दिनहरू जे जस्तो तरिकाले बिते पनि अब आउने दिनहरू चाहिँ एकदम दामी तरिकाले बितोस् भन्न चाहन्छु। हाम्रो न्यु इयरको फर्स्ट दिन यसरी बित्यो। हजुरहरूको चाहिँ कसरी बित्यो थाहा छैन है। मेरो चाहिँ यसरी बित्यो। हामी सबै फ्यामिली चाहिँ घुम्न गएको थियौँ है। घुम्न गएको ठाउँ चाहिँ है हामीले सोच्दै नसोचेको ठाउँमा पुग्यौँ कि खतरा हेर्दा फेरि चाहिँ फाइनली यस्तो खतरा ठाउँमा पुगेपछि त हजुरहरूलाई नदेखाउने कुरै भएन। हामीले त फर्स्टमा जाँदा चाहिँ भगवान्को दर्शन गर्न पायौँ है। यहाँ चाहिँ प्रायः जसो भगवान्को फोटोहरू चाहिँ धेरै थियो, मूर्तिहरू है, हातले बनाएको हस्तकला जस्तै हातले बनाएको चिरो प्रायः जसो धेरै थियो कि कस्तोकै सेम टु सेम रियल जस्तो देखिने कि रियल जस्तो देखिने। बाबरे, मै एकचोटि हेरेर यो साँच्चीकै रियल हो कि फेक हो भनेर सोचिरहेको। यो चाहिँ हातले बनाएको चिजहरू हेर्नु न, यहाँ चाहिँ यहाँको पुर्ख्यौली रीतिरिवाज चालचलनलाई एकदम समेटेर के पुरै पहिलाको कुराहरू स्मरण गराउने चिजहरू रहेछ यहाँ चाहिँ। अनि अर्को कुरा चाहिँ मैले हजुरहरूलाई सेयर गर्न चाहेँ, यो चाहिँ अलिक थोरै परबाट हेर्नुहुन्छ भने डिट टु डिट मान्छे के सेम टु सेम हेर्न सक्नुहुन्छ होइन। यो अलिकतादेखि हेरेको छ साँच्चीकै रियल मान्छे जस्तो नै देखिनुहुन्छ है। यहाँभित्र हेर्न सक्नुहुन्छ है। यो चाहिँ पहिलाको चलन हो है। यो चाहिँ यो ठाउँमा चाहिँ अब यो मूर्तिहरू सँगसँगै सानो मार्केट टाइपको पनि रहेछ कि जस्तै मार्केटमा पनि हातले बनाएको चिजहरू दामी है, कस्तो अमूल्य टाइपको चिजहरू मिल्ने ठाउँ चाहिँ एकदमै रमणीय थियो है त। अब यतिको हेरेर इन्जोय लगिसकेपछि त्यहाँ बस्ने त कुरै भएन। अब हामी चाहिँ घर फर्किनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ फर्किँदा चाहिँ गेटमा हामीले पानीपुरीहरू खायौँ। पछाडिको भिडियो चाहिँ खिच्न पाइनँ, त्यसको लागि सरी। हजुरहरूले अगाडिको भिडियो हेरेर इन्जोय गर्नु होला है। बाबुले चाहिँ आइसक्रिम खाइरहेको थियो दामी तरिकाले है। त्यसपछि चाहिँ अब भिडियो स्टार्टिङ गरेर चाहिँ इन्ड गर्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ।